वेलकम टु माई न्यू ब्लग आज हामी यहाँ जाने बाइक राइडसँग मौसम खाँदै यस्तो छ मौसम भन्नु भने के कता हजुरले स्ट्यान्डमा ल्याएर दिन्छ त्यही कति दिन भयो हजुर त्यही आयो त्यहाँ चिप्लेको त त्यही कारण त नि बाइक फस्काइसकेको छ बाइक गाइस म चाहिँ अब स्कुलबाट आइसकेको छु अब हामी चाहिँ काउले जान लागेको बाह्र काटेको छ अरे हातमा छ दारु पछाडि छ हाम्रो दाई हर्षद दाई हामी जान लाग्यो बाह्र कटिङ हान्न गाइस अब हेरिरहनु अहिले देखाइरहेको छु बाह्र कटिङ हानेको हामी चाहिँ उता माथि डाँडाबाट आइ झरी गयो यता तलतिर अब हामी तल काउले गएर अब कटिङ हानेको देखाउँछौँ नि त गाइस ल ओमा आधी बाटोमा आइसकेको छ हो माथि हाम्रो गाउँ हामी त्यहाँ माथिबाट आइसकेको छ दारु लिएर दुईजना मुद्दा हान्न त गाइस हामी चाहिँ अब आइ पनि सकेको छौँ अब हामी पानी भन्न जान लाग्यो दाजुभाइ अब हामी पानी भन्न लाग्यो अगाडि छ हाम्रो दाई हामी पानी भन्न जान लाग्यो अब अगाडि यहीँ अगाडि कुवा अब किन बोलायो भनेको त पानी भर्नु त यस्तो हुँदैन बटु खाना आइज भनेर त यस्तो काम लगाउने हामीलाई हो नि मेरो दाइ पानी भर्दैछ अब यहाँ चाहिँ भोटियाहरू छ क्या भोटिया र यो कुवामा चाहिँ भोटिया खाने आएको अब